Hi everyone, this is Sushina Dakkal and welcome to my another vlog. यो vlog चाहिँ रहनेछ मेरो कलेजको टुरको। जाने बित्तिकै भक्का खायौँ अनि हाम्रो डान्स सुरु भयो। यति धेरै नाच्यौँ कि गर्मी भएर ज्याकेटै खोल्नु पर्यो। अनि फेरि हाम्रो डान्स स्टार्ट भयो अनि त्यहाँबाट चाहिँ हामी भ्यू हेर्दै लाग्यौँ अनि यहाँ चाहिँ डान्स गरेर थाकेर हामी बसिरहेको थियौँ। म चाहिँ यो फर्स्ट टाइम भ्लग गरिरहेको छु अनि त्यही भएर मैले चाहिँ क्यामेरा क्यारी गरिरहेको छु तर कहीँ पनि केही बोलेकै छुइनँ। मलाई यो यादै भएन। पछि घरमा आएर हेर्दाखेरि चाहिँ आई वाज जस्ट रेकर्डिङ तर आई वाज नट स्पिकिङ क्या। सो म चाहिँ यहाँ भोइस ओभर गर्दैछु अनि हामी जाँदा जाँदै यो चाहिँ बेलुका भइसकेको थियो। हामी चाहिँ फाइनली खाना खाने ठाउँमा आइपुगेको छौँ। बौवा होटल एन्ड गेस्ट हाउसमा बिहान यस्तो राम्रै भएर हिँडेको अहिले यस्तो हालत भइसक्यो। बिहान आउँदाखेरि अब हाम्रो चप्पल देखाउँ साथी। Look at our चप्पल। भान्साको चप्पल। अनि यो चाहिँ फाइनली हामी पोखरा पुग्यौँ। गाडीमा सुतेकै याद पनि भएन। अनि पोखरा पुग्दाखेरि चाहिँ हामीलाई होटलमा अब रुममा जाने होला भनेको लास्टमा सिधै लगेर एउटा हलमा राख्थ्यो किनकि गेस्टहरू चाहिँ चेकआउट गर्नु भएको छैन। सबै रुम प्याक छ भनेर हामीलाई यहीँ राख्नु भएको थियो। अनि यो सुत्नु भएको चाहिँ हाम्रो सर हो। अनि यहाँबाट चाहिँ हाम्रो नेक्स्ट डे स्टार्ट भयो पोखरा। बिहान रेडी भएर हामी चाहिँ पोखरा फेवा लेकतिर। लुक एट दिस भ्यू। यो चाहिँ हो पोखराको फेवा लेक। अनि यहाँ चाहिँ हामीले बोटिङहरू गऱ्यौँ। हामी सबैको चाहिँ यो फर्स्ट टाइम बोटिङ भएर सबैजना डराइरहेको थियौँ तर यहाँ एउटा आन्टी चाहिँ एक्लै कति मजाले बोटिङ गर्दै हुनुहुन्थ्यो। यहाँबाट चाहिँ यस्तो दामी भ्यू देखिँदो रहेछ। यो चाहिँ मेरो फर्स्ट टाइम त्यो पहाड हिमाल देखेको। अनि त्यहाँनिर चाहिँ हामीले पोखरामा चटपटे ट्राई गरौँ भनेर चटपटे खायौँ। भइसक्यो नेक्स्ट डे। सेकेन्ड आउटफिट मैले चाहिँ कति क्लिपहरू रेकर्डै गराएको छैन जस्तै कि बेलुका अनि खाना खाएको बसेको त्योहरू चाहिँ केही पनि गर्न रहेछ। यो सेकेन्ड डेको हामीलाई घुमाउन लानुभएको थियो एउटा गुफाहरू अनि यो मार्केटमा पनि लानुभएको थियो। यहाँबाट हामीले 2-4वटा सामानहरू किन्यौँ अनि यहाँनिर डिफ्रेन्ट आइटम्सहरू थियो। हामी चाहिँ थाकेर यहीँनिर बस्यौँ चिया खाँदै अनि हाम्रो साथीहरू चाहिँ केही गुफा एउटामा गएर हाम्रो चाहिँ खुट्टा दुखेर जानु सकेनौँ अनि हामी 3जना चाहिँ छ। अब चाहिँ हामी यहाँ पनि घुमिसक्यौँ। यहाँ हामी निस्केको यहाँ हेर्न सक्नुहुन्छ हजुर त्यो भ्यू। त्यहाँबाट पनि फेरि हामी अर्को ठाउँमा गयौँ। हाम्रो चाहिँ कहीँ पनि मजाले रेस्ट नै भएन। 10 मिनट गर्दै अर्को ठाउँमा गयो अनि हामी यति थाकेको थियौँ। मरियो यस्तो उकालो हिँड्नु पर्ने साथीहरू। 150 रुपियाँ मात्रै। राम्रो छ है तर हामी खान्नौँ। जे हेर्नको लागि हामी यत्रो हिँडेर आएको। हेर्नुहोस् दृश्य। यो ठाउँ घुमिसकेपछि चाहिँ फर्किँदा बेलुका भइसक्यो अनि हामी होटल गयौँ। हामी चाहिँ यति राति भएर पनि नुहायौँ अनि यहाँ हुन्छ भोलिको लागि लुगा चुज गर्दै अनि हामी चाहिँ अब सबैजना पारेर खाना खान जाने। यहाँ चाहिँ हाम्रो डान्स हुँदैछ। यहाँ चाहिँ होल ग्रुप नाच्दैछ अनि यहाँनिर चाहिँ एउटा 2टा ग्रुप फर्म भएको थियो। एउटा चाहिँ होल क्लासको केटीहरू पछाडि अनि हामी 3जना यहाँ हामीलाई चाहिँ एक्लै पारिरहेको थियो। सो वी वर इन्जोइङ बाई आवर सेल्फ। डे 3 आज चाहिँ हामी मार्फा जाने अनि हामी चाहिँ गाडीमा बसिसक्यौँ। बिन्द्रवासिनी आइपुग्यौँ। And it looks like this.
गाउँतिर लाग्यौँ। म चाहिँ सानोतिनो एउटा घरै बोकेर गएको थिएँ, मलाई चाहिने ब्ल्याङ्केट पनि बोकेरै गएको थिएँ। अनि आरामले सुती म चाहिँ त्यहाँबाट पनि निस्केँ। कालिका भगवती मन्दिर आइपुगेका छौँ। चिसो छ, चिसो धेरै चिसो। यहाँबाट हाम्रो एन्ट्री भइसकेको छ। अनि फेरि एज अलवेज हामी 3 जना मात्रै लखर हिँड्दै। आउनुहोस् म हजुरहरूलाई देखाउने छु कालिका मन्दिर। दर्शन सक्यौँ। अब फर्केको हामीले दर्शन गरिसकेर अब हामी यहाँबाट पनि निस्क्यौँ। अब हाम्रो नेक्स्ट डेस्टिनेसन के हुन्छ म हजुरहरूलाई देखाउँछु। पछाडि बेनी बजार आइपुग्यौँ। अनि यहाँ खाना खाने अनि फेरि हामी लाग्छौँ मार्फातिर। यो चाहिँ ठिक्क कफी सप रहेछ एउटा, अनि हामी चाहिँ यहाँनिर कफी पिउन लगाएको। हामी चाहिँ होटल आइपुग्यौँ। होटल दिस इज आवर होटल रुम अनि दिस इज मी। बाहिरको हामी चाहिँ त्यहाँबाट बेलुका जेरी गल्ली गयौँ अनि त्यहाँ फोटोज भिडियोज क्लिक गऱ्यौँ। Say hi to my vlog. Oh, you're in a vlog. Yeah. Say hi. Watch, hi. Guys, we just met some engineers and they click our pictures too. Oh, we are in a vlog. Yeah, you are a vlog. Hello. Say hi to our friends. Hi. Do subscribe my channel. Bye. Bye-bye. Nice to meet you all. Yeah, we can. यो चाहिँ फेरि हाम्रो नेक्स्ट डे हामी मार्फाबाट पनि मुक्तिनाथतर्फ लाग्यौँ। अनि मुक्तिनाथतिर जाँदाखेरि चाहिँ यस्तो राम्रो भ्यू देखिरहेको थियो। जति अघि बढ्दै गयो त्यति राम्रो भ्यू आउँदै थियो। जति फोनमा क्याप्चर गऱ्यो त्यति नपुग्ने क्या। यो भ्यू हामी इन्जोय गर्दै मुक्तिनाथ पुग्यौँ। अनि त्यहाँको भ्लग मैले अलरेडी हालिसकेको छु, हजुरले गएर हेर्न सक्नुहुन्छ। हाम्रो टुरको लास्ट दिन हामी मुक्तिनाथबाट पनि फर्केर पोखरा गइसकेको थियौँ र बेलुका चाहिँ हामी पोखराको फेवा लेक नाइट भ्यू हेरौँ भनेर चाहिँ निस्केको थियौँ। यहाँ पुग्दाखेरि चाहिँ अलरेडी 11 समथिङ बजिसकेको थियो अनि हामी चाहिँ एकदमै टायर्ड थियौँ। हामी सिधै जान्छौँ अनि सुत्छौँ। हाम्रो लास्ट दिन हामीलाई बन्दीपुर र चितवन घुमाउनु भएको थियो। यो बन्दीपुरमा हामीले अलिअलि फोटो भिडियो क्लिक गऱ्यौँ। अनि त्यस पछाडि चाहिँ हामी घर फर्क्यौँ। मैले केही पनि रेकर्ड गरिन रहेछु, मैले बिर्सिएँ र मेरो टुर पनि यहीँ सकियो। थ्याङ्क यू फर वाचिङ।